गुड मर्निङ एभ्रिवान। नमस्ते हजुर सबैजनालाई मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। म चाहिँ आइसकेको छु तपाईँहरूकै रविना राई। मेरो घर चाहिँ भोजपुर हार धरानमा बस्दै आइरहेको छु। आजको मेरो भ्लग त्यस्तो छ। म चाहिँ अलिकति चारो भइरहेको थियो, अनि त्यही भएर यहाँ लिएर चारो लिएर दिदीकोमा जाँदैछु। यहाँ पर्छ दिदीको सानो सुँगुर छ दुईवटा, अनि त्यही भएर लगेर जाँदैछु म चाहिँ। अहिले धरानको मौसम चाहिँ अहिले बिहानको चाहिँ एकदमै राम्रो छ। राम्रो छ, बिहानदेखिको घाम चर्केको छ। अब दिनभरिमा कति लाग्ने हो घाम, अब लाग्ने पनि पर्छ पर्नु त। अब दसैँ आइरहेको छ, पानी आयो भने राम्रो हुँदैन। तर साह्रै पोल्छ र मलाई यसो बाहिर हिँड्नु पनि पाइँदैन, साह्रै लाग्छ घाम। मौसम एकदमै राम्रो छ है, शीतल छ। घाम लाग्यो भने दिउँसो चाहिँ अलिक धेरै गर्मी हुन्छ, टिनहरू तातिन्छ। त्यही भएर म चाहिँ दिदीको घरमा आइपुग्न आँटिसकेँ साथीहरू। अब दिदी चाहिँ के गर्दै हुनुहुन्छ है तल घरमा हेर्नुपर्छ। यस्तो छ यहाँनिर चाहिँ बाटोमा चाहिँ दिदी हुनुहुन्छ कि भन्दाखेरि फोन पनि नगरेर आएको, घरमा हुन्छ होला भनेर। दिदी हुनु नभने अरू दिदीहरू पनि बस्नुहुन्छ दिदीको घरमा। म चाहिँ उहाँलाई नै चारो दिइराखेर आउनेछु। दिदीको घर आइसक्यो। दिदी के गर्नुहुन्छ? दिदी चाहिँ यहाँ हुँदो रहेछ। दिदी चल्ला निकालेर अनि अन्डामै चल्ला यति निकालेछ, अनि तिमी फेरि उल्लिन्छु, फेरि नि बाहिर निस्केर चर्छ, फेरि उल्लिन्छु। त्यो चल्ला मर बिचरा फेरि आज फेरि बेलुका चाहिँ ती गोडमा हालेर एउटा निकाल्दैन, अरू निकाल्छ। अर्कोले चाहिँ अन्डा खाएर हेर न ल के भएको त? कान्छीको यसमा लडी लाग्छ क्या हो भन्दै थियो। न कुखुराले यसो गर भने त्यस्तो यसले सबै त्यसले बाँडेर निकालौँ। ए यहाँ हेर नै कुखुराको अन्डा झिक्दै खाँदै यसरी खाइदिएर अनि चल्ला निकालेपछि त्यो म काठमाडौँ जानुपर्ने फेरि बहिनी काउट जानु कहिले? अब कुन अब दसैँ ए सबै यो भुँडी ल्याउनु सबै चारोहरू हालिहाल्छ होइन। चारो यो यहाँनिर चाहिँ त्यो उयो चल्लालाई चाहिँ त्यहीँ टालटुल गरिदिनु पऱ्यो, अनि यो त्यो कुखुराहरू चाहिँ यता हालिदिनु पऱ्यो। यहाँ अब रायो साग छ नआँटेको, मुला छ अरे उम्रिनु थालेको। यो उतापट्टि चाहिँ ऊपर चाहिँ यहाँ त उता चाहिँ नखाँदो रहेछ हौ। बोडी त अस्ति एकजोडा त खाएँ, टुप्पा निस्किँदा त यहाँ पछि खान बाक्लो रम्दै थियो मेरो मलाई। त्यो टुप्पा निस्किँदा त्यो क्या यसो निस्किँदा चाहिँ खायो, अरू त खाएन। ए दिदी उहाँ हो है दिदी। उहाँको घर चाहिँ उता कता भने थाहा बेङसङ कसो कि कता भन्नुहुन्थ्यो। तर धेरै मिलिरहेको छु म, त्यही भएर मिल्छु भने दिदीसँग म चाहिँ चिनजान्ने गर्दाखेरि सुँगुरहरू। दिदी अस्ति नै किनेको नि। ए अहिले त कत्रो भइसक्यो त हौ सुँगुर त। हजुर स्यामसङ हो दिदी। यो 19,000 हो। भिडियो देखाएको कभर त्यही पाउँछ किन्न पाउँछ। दिदीको सुँगुर चाहिँ नहेरेको धेरै भएछ हौ, ठुलो भइसक्यो। कराउँछस् चुवाचे दिदीको सुँगुर चाहिँ यत्रो भइसकेको छ। सानो अहिले चाहिँ ठुल्ठुलो भइसकेको छ। हल्ला गर्ने धेरै
जे पानी ल्याइदिनु हो दिदी लेखेको छ अर्को दिदीले चाहिँ खोर सफा गरिदिँदै हुनुहुँदैन चारो हाल्नलाई मेरो ब्याकग्राउन्डमा चाहिँ मैले पनि पहिला सागसब्जीहरू छरेको थिएँ धनियाँ साग लसुन प्याज यस्तो राम्रो हुँदैन यहाँ पछाडि दिदीकोमा यसपालि चाहिँ म टाढो बस्छु त्यही भएर नछरेको दिदीले छर्नु त भनिरहन्थ्यो मैले नछरेको हाम्रो दिदीले चाहिँ धनियाँ के छर्नु भएको र दिदीले यहाँ धनियाँ मुला छर्नु भइसकेको छ हाम्रो दिदीले त ठ्याक्कै रक्सी बसाइसक्नु भइसक्यो यहाँनिर धुवा चाहिँ धेरै हुने नि यति बेलाको दाउराले चाहिँ एक घन्टा भयो तल बसेको छ तल बस्नु भएको छ रिमरिममै गएको त्यो छोराले मलाई यति राम्रो फुल्छ हाम्रो दिदीकोमा चाहिँ गएको ल दिदी गएको ल ओके ल गएको म दिदीको घरदेखि निस्केर हिँडिसकेँ अब दिदीले त्यो चिया खाएर जानु भन्दै हुनुहुन्थ्यो म चाहिँ नखाने भनेको मलाई चिया चाहिँ खासै मन पर्दैन नि त त्यही भएर चिया नखाने भनेको दिदीले चाउचाउ लिएर पकाइदिनु भन्दै नि भयो पर्दैन भनेर म चाहिँ हिँडिसकेँ बाइक बोकिहालेर टिल्ली घाम लागेको जस्तै अहिले बिहानै अनि भरे त झन् मारिहाल्छ पोलेर मेरो एक दुईवटा कुखुरा दिदीकोमा थियो एक दुईवटा 4-5वटा अनि फुल्दै थियो कोहीले चाहिँ भाले 2टा छ पोथी 3टा छ भरै कुखुराले चाहिँ के भएको एउटाले चाहिँ ओथार बस्दा सबै अन्डा खाइदिएछ अरे दिदीले त्यसो भन्नुहुन्छ अनि एउटा चाहिँ चल्ला निकाल्दै फेरि निक्लेर बाहिर कुदिनु अरे अनि चल्ला मारो भन्नुहुन्छ अनि फेरि ओथार चाहिँ बसिरहेर चाहिँ चल्ला मार्दै भयो भने क्रिया अलक्षिण जनाको लागि साथीहरू यस्तरी घाम लागिरहेछ नि बिहानै टिल्ली टल्काइदियो त घामले त बिहानै घाम लागेको दोहोरा ल है साथीहरू म चाहिँ यता घरतिर सिङ साग केलाउन पनि आइसकेको छु अघि नआइसकेको घर चाहिँ आउनु चाहिँ आएर पनि के काम गरेर पनि त्यो साग केलाउँदैछु अहिले चाहिँ 60 रुपियाँको साग चाहिँ एकदम धेरै मनपर्छ त्यही भएर केलाउँदैछु म चाहिँ हजुर चाहिँ के गर्दै हुनुहुन्छ जिनिस हाँस्छस् त्यसले मलाई किन फोन गरेको थियो 2 पटक गरेको छ गएँ है भन्नु लाग्यो किन हो फोन आएको त म त मोबाइल चार्जमा लगाइरहेर त गरिदिँदै काम गर्दै थिएँ है त होइन कति भइसक्यो तिमीहरूलाई भात पनि भइदिनु पर्ने बिहानै ढाडेपछि कहाँबाट हुन्छ त कसले नखानु लाग्थ्यो त
बन्द भोलि बस्नु ल्याउँछ त्यो खाइसक्यो अब स्कुल चाहिँ कसरी जाने हो बाबा? छिटो लुगा लगा अहिले तेरो नि मम्मी अब स्कुल कसरी जाने? बाबाले चुक्कु लगाइदिहाल्यो। कसरी जाने हो अब एक हप्ता पछाडि मात्रै स्कुल जाने होला अब। सुज त बाहिरै छ त भाइको त बाई। तल आऊ आई यो त यता हेर्ने हाई हाई ओए नमस्ते कहाँ जान आँटेको तिमी स्कुल हो अमनपट्टि चलिहाल्छ। चाहिँ हाम्रो नानीहरूको चाहिँ मेरो नानीहरूको चाहिँ आज मात्र इक्जाम सिद्धिँदैछ है अब स्कुल जानलाई एकदम रेडी हुँदैछ होइन सानो म त रेडी पनि भइसक्यो। म हात किन बोलेको? जुत्ता माइ अघिका बान बोला क्यामेन फेरि जुत्ता पुस्न कहाँ गयो? मैले पुगिसकेँ तेरो जुत्ता पुस्ने कहाँ छ? छिटो गर्न बिर्से सर आउने बेला भइसक्यो कहाँ छ? सरले आउनुहुन्छ नि युनिसा ल छिटो भन्नुहुन्छ अहिले मेरो छोरीको कभरहरू रेडी राम्रो त बाट्न आउँदैन यस्तो खालको बाट्दिन्छु म चाहिँ केस चाहिँ स्कुल जानु रेडी भइसक्यो अब मेरो नानीहरू लानु भन्दै घरको माछा भाउतिर त्यस्तो छ मलाई होइन दिदी लाग्यो अलिकति लैजाउँ भनेको थियो। बनाइरहेछ त तपाईँको सिधै भन्ने त माछा भौडी होइन कि माछा भौडी लाने अलिकति लानु अलिकति आउँदैन अरे हामी चाहिँ अहिले त भानुचोकको छेउमा आइसक्यौँ ए भानुचोकको छेउमा भानुचोक अहिले खोइ हामी दुईजना चाहिँ बाटो दसैँ लागेर होला के साह्रो चपाचप हो बोजू आउनुभएछ आज मार्यो रात परिसक्यो पनि 250 गरिदिनु। हामी खाजा खानु भनेर बसिरहेको छौँ सुनसरी होटलमा हेर्नुहोस् है सुनसरी होटल है यसरी
खाजा यहाँ मिठो मिठो पाउँछ जस्तो भन्दा त्यस्तै पाउँछ दिदी र म आएको दिदी चाहिँ यता बाहिर जानुभएको छ म चाहिँ बसिरहेको छु पसिना आएर जायो खाजा चाउमिन थुक्पा खानु भनेर आएको खासमा थुक्पा चाहिँ रेना रहेछ मोमो पनि सकिसकेको रहेछ अनि पोक चाउमिन हामी चाहिँ मगाएर खाँदैछौँ दिदी र म चाउमिन देखाएको थियो नि हामीले चाहिँ अचार चाहिँ एक ठाउँमा अरे रात परिसकेछ कालो कालो खाएको यो पनि आजको मेरो भ्लग चाहिँ यति नै म बिदा हुन चाहन्छु बाई बाई